यहाँ हेर्नु साथीहरू, आज चाहिँ तपाईँहरूलाई मेरो घरको फुलहरू चाहिँ देखाउनु पर्यो। यो जेरेनियम भन्छु, हाम्रोतिर चाहिँ यसको नाम चाहिँ तपाईँहरूले चाहिँ के भन्नुहुन्छ हेर्नु न। पर्पल कलरको कस्तो दामी छ, झन् छुनु हुँदैन भन्छ यसरी, छिटो मर्छ भन्छ कि छुनु लागेर चाहिँ छुट नि त। यो चाहिँ पर्पल कलरमा छ यहाँनिर। अन्त चाहिँ अर्को यो चाहिँ वाइट कलर, वाइटमा हल्का पिङ्क आएको छ हेर्नुहोस्। फुल पनि मौरी किराहरू पनि आएर मरेछ। यो चाहिँ पिङ्क कलर, यो सेम कलर हो त्यसकै नै। त्यहाँदेखि त्यसपछि अर्को चाहिँ हाम्रो चाहिँ यो डार्क पर्पलमा छ। यो अलिक फुलिसकेछ, उता पनि फुलिसकेछ। अन्त यो चाहिँ ओरेन्ज कलरमा छ यहाँनिर। अन्त यो पिङ्क कलरमा चाहिँ कस्तो दामी फुल छ कि मैले ढिलो भएछ क्लिक गर्नु, झरिसकेछ प्रायः जस्तो। अन्त चाहिँ यो छ, अन्त चाहिँ यो छ, यो पनि वाइट कलर नै हो। वाइट कलर पुरा भएको छ, पुरा मन पर्थ्यो। एउटा मात्रै थियो कि, एउटा हाँगाबाटै सबै फैलाएको नि त। यो ज्यादा घाम लाग्यो भने चाहिँ दामी हुन्छ, तर यस्तो भइरहेको रहेछ। सबैभन्दा मेरो क्युटी चाहिँ मरेर दुईवटा भइरहेछ, फेरि जाग्दैछ। कति धेरै भएको थियो, सबै मरिसक्यो। अन्त यो चाहिँ मेरो घरको यसो मिनी गार्डन चाहिँ तपाईँहरूलाई आज देखाइदिएको। मेरो गार्डन सँगसँगै पारितिरको भ्युज पनि तपाईँहरूले हेर्नुहोस्, देख्नु भएन। फेरि एकपल्ट देखाउँछु ल म यता गरेर, फेरि पनि देखाउँछु तपाईँलाई मेरो पर्पल कलरको। अन्त यसको नामहरू चाहिँ मलाई फुलहरूको नाम याद भएको भनेको चाहिँ खालि जेरेनियम त्यो मात्रै याद छ, अरू याद छैन। यसलाई के भन्छ त्यो पनि थाहा छैन है। यो चाहिँ मेरो आर्टिफिसियल फ्लावर हो। यो चाहिँ मैले किनेर चाहिँ पानीमा लाएर चाहिँ फुलेको। पानीमा मात्रै लाउँदा पनि फुल्छ यो चाहिँ। अन्त यो चाहिँ सुकिसक्यो, यो चाहिँ एकदम अब यसको सिड चढ्ने बेला भइसकेको छ। अन्त यो छ, यसको नाम पनि थाहा छैन मलाई। यो चाहिँ स्नेक प्लान्ट हो, यसको चाहिँ याद छ मलाई, स्नेक प्लान्टको चाहिँ। अन्त यसको पनि नाम याद छैन, यसको पनि याद छैन। यसको यो त झन् हेर्नु, यसको कस्तो दामी सँगै परेको छ। मलाई यो चाहिँ झन् पुरा मनपर्छ। नि कति मजाले जङ्गल ग्रिन कलरको छ कि। मैले यसको हाँगा चाहिँ अस्ति भाँचेर अर्को पनि उनीहरूबाट सारिरहेको छु, त्यो पनि ठुलो भइसकेको छ अहिले। अन्त यो यस्तो मजाको भइसकेको छ। अन्त यो के हो थाहा भएन, मैले जानेको भनेको जेरेनियम याद रहेछ। अन्त स्नेक प्लान्ट त्यति मात्रै मलाई मेरो घरमा यहाँ जति पनि यति योहरू छ नि, मनपर्ने मात्रै रोपेको। पहिला पुरा रोपेको थियो, अनि त्यतिको नस्याहारेर मैले सबै मसाइदिएको। यो जति पनि भएको चाहिँ मेरो बेस्ट क्वालिटीमा एकदम मलाई मनपर्ने। अरूहरू चाहिँ मलाई त्यस्तो मनपर्छ, तर मलाई बेसी गजङ भयो नि त एक समय, त्यही भएर सबै मैले मसाइदिएँ। अन्त यहाँ माथि चाहिँ वेदर यस्तो भइरहेको छ। यहाँ माथि गुम्बा हो हाम्रो घरदेखि देख्ने। अहिले बर्को रुख, अस्तिको बर डल्लै झरिसक्यो होइन, झरेर चाहिँ रुख भएर चाहिँ यसको पत्ताहरू सबै पौडा फेरिरहेछ। फेरि एक दुई दिनमा फलिहाल्छ। 1 इयर्समा चाहिँ 2 टाइम्स फल्दो रहेछ नि त। अन्त अहिले यतातिर त्यस्तो भइरहेछ। आकाश पनि क्लियर भइरहेछ, घामहरू अस्ताउनु आँटेको छ। अन्त अरू त के देखाउनु तपाईँलाई, यति मात्रै छ। यहाँनिर कन्स्ट्रक्सन चल्दैछ, काकाहरूको घर बनिँदैछ। यतिको बनिसक्यो नि त यहाँनिर। एक दुई दिनमा कस्तो हुन्छ हेर्नुहोस्। यस्तो छ यहाँको भ्युज चाहिँ। फेरि एकपल्ट तपाईँहरूलाई वरिपरिको मेरै घरको उयसहरू मात्रै देखाउँछु। मलाई चाहिँ पुरा मनपर्छ प्लान्टहरू, फ्लावरहरू चाहिँ। जहीँ गयो भने पनि बेसी त रोप्दिनँ, कम्ती मात्रै रोप्छु। अन्त मेरो यहाँनिर मैले राखेको अरू मसिनो स्मल प्लान्टहरू पनि देखाउँछु ल। यहाँनिर यस्तो छ नि त। अन्त चाहिँ हाम्रो चाहिँ यहाँनिर चाहिँ मैले आजकल पानी हाल्नु गएको छैन, किनभने यस्तो गन्ड्रा भइरहेको चाहिँ कुकुर सुत्दै रहेछ नि त राति, त्यो भएर उपिया पुरा फैलिरहेको रहेछ नि त। यस अघि भनेको मैले यहाँ सारेको यस्तो भइरहेको छ होइन। यहाँनिर पनि अरू सिटहरू छ, यस्तो भइरहेको चाहिँ हालत। अस्तितिर मैले खिचिरहने चाहिँ यो दामी फुलेको थियो, अहिले चाहिँ फुलिसक्यो। यहाँको फुल पनि यस्तै छ मेरो आजको ब्लग। हेर्नुहोस् होला, कन्टिन्यू। अन्त अरू के भने आज वेडनेसडे हो, कहीँ पनि गइनँ, घरमै बसेँ। मलाई मनपर्ने फुड फेरि एकपल्ट देखाइदिन्छु। धन्यवाद, थ्याङ्क यू मेरो ब्लग हेरिदिनु भएकोमा। थ्याङ्क यू सबैजनालाई।